महाशय विशिष्ट व्यक्तित्वहरू यस कथालेखन कार्यशालामा सहभागी विभिन्न विद्यालयबाट पाल्नुभएका प्रिन्सिपल एवं शिक्षक साथीहरू एवं विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम म तपाईहरू सबै विद्यार्थी भाइ बहिनीहरूलाई यो 3 दिने कार्यशाला सम्पन्न गरी आफ्ना कथाहरू प्रस्तुत गर्नुभएको यो अवसरमा हार्दिक बधाई। कथा अथवा साहित्य लेखन भनेको केवल कुनै एउटा रचना सिर्जना गर्नु मात्रै होइन। हामी धेरै अभिभावकहरू चाहिँ के बुझ्छौँ भने यो साहित्य अथवा चाहिँ लेखन क्षेत्रमा लाग्दाखेरि विद्यार्थीहरूको चाहिँ अध्ययन र अध्यापनको क्षेत्रमा अलिकति समस्याहरू आउँछन्। उनीहरू औपचारिक शिक्षाबाट अलिकति समय अन्य अनौपचारिक शिक्षालाई दिनुपर्छ र यसले परीक्षामा अप्ठ्यारो पर्छ अथवा परीक्षामा नम्बर कम आउँछ भन्ने एउटा त्रास धेरै अभिभावकहरूलाई, धेरै शिक्षक साथीहरूलाई पनि यो देख्दै आएका छौँ हामीले। तर वास्तवमा त्यस्तो होइन। हामीले विद्यालयमा आफ्नो कक्षामा विभिन्न विषयका 7-8 विषयका पुस्तकहरू पढ्छौँ, तर जीवनमा हामीलाई त्यति मात्रै अध्ययन नै हामीले पर्याप्त हुँदैन। जीवन तपाईँहरू आफैले कथाका माध्यमबाट पनि धेरै कुरा अहिले भनिसक्नु भएको छ। जीवन हामीले सोचे जस्तो अथवा हामीले ज्योमेट्रीमा पढे जस्तो सरल रेखामा, सोझो रेखामा हिँड्दैन। जीवन जहिले पनि बाङ्गो ठिङ्गो हुँदै अगाडि बढ्छ। विभिन्न बाधाहरू आउँछन्, विभिन्न अवरोधहरू आउँछन्, विभिन्न समस्याहरू आउँछन् र त्यसलाई झेल्दै, त्यसलाई समाधान गर्दै मान्छेहरू चाहिँ एउटा आफ्नो गन्तव्यतिर लाग्नुपर्ने अवस्था हुन्छ। त्यसकारण यो एउटा जुन हामीले विद्यालयका पाठ्यक्रम मार्फत पढिरहेछौँ त्यो एउटा औपचारिक शिक्षा हो। तर विद्यालयको कक्षा कोठामा अथवा विद्यालयको परिसरभित्र हामीले 10 देखि 4 अथवा 5 बजेसम्म पढ्ने समय बाहेकको अन्य समय पनि हामीले पढिरहेको हुन्छौँ। हामी केही कुराहरू घरका अभिभावकहरूबाट सिक्छौँ, केही कुराहरू साथीभाइहरूबाट सिक्छौँ, केही कुराहरू अरूका घरमा घटेका घटनाहरूबाट सिक्छौँ, केही कुराहरू हामी पुस्तक पढेर पनि सिक्छौँ। त्यसरी हामीले अध्ययन गर्ने, हामीले सिक्ने पक्ष त धेरै पक्षहरू छन्, धेरै कुराहरूबाट हामी सिकिरहेका हुन्छौँ। र त्यसैले यो सिर्जना भनेको कुरो पनि के हो भने यो कुनै एउटा कथा लेख्नु, कुनै एउटा कविता लेख्नु अथवा कुनै एउटा पुस्तक तयार गर्नु मात्रै होइन। यो त जीवनलाई पढ्नु हो। जसले जीवनलाई नजिकबाट निहाल्न सक्छ, जसले जीवनलाई अत्यन्त राम्ररी पढ्न सक्छ, त्यही मान्छे जीवनमा सफल हुन्छ। जीवनमा सफल हुनको लागि औपचारिक अथवा परीक्षामा आउने अङ्क मात्रैले पुग्दैन। त्यो एउटा सामान्य पक्ष हो। तर त्योभन्दा धेरै ठुलो अर्को पक्ष चाहिँ हो हामीले जीवनमा सफलता पाउनको लागि चाहिँ कक्षा कोठामा पढिने विषय र समयभन्दा बाहिर पनि हामीले अध्ययन गरिरहनुपर्छ। र साहित्य भनेको त्यही अध्ययन गर्ने एउटा ठुलो अवसर। तपाईँहरूले कथा लेख्नका लागि यो एउटा प्रशिक्षणका माध्यमबाट यसका टेक्निकल पार्ट्सहरू, टेक्निकल कुराहरू, प्राविधिक पक्षको बारेमा चाहिँ सिक्नु भएको छ। तर प्राविधिक पक्ष एउटा कुरा हो। कुनै घटनालाई, कुनै विषयलाई, कुनै समस्यालाई अथवा कुनै कसैको बारेमा तपाईँलाई लेख्नु छ भने त्यसलाई कथामा, आख्यानमा ढाल्नका लागि के चाहिन्छ? पात्र चाहिन्छ, संवाद चाहिन्छ, द्वन्द्व चाहिन्छ, परिवेशका कुराहरू हुन्छन् र त्यसलाई मिलावस्था आउँछ। तर सबैभन्दा महत्त्वपूर्ण कुरो, यी त टेक्निकल कुरा चाहिन्छ नि, यो सँगसँगै चाहिने कुरा चाहिँ के भने विषयवस्तु चाहिँ के कथाले। आज हामीले यहाँ सुन्यौँ, विशेष गरी महिलाहरूसँग सम्बन्धित केही समस्याहरूलाई लिएर केही कथाहरू यहाँ प्रस्तुत गरे। एउटा छाउबडीको कुरा आयो, उता कर्णाली अञ्चलतिरका समस्या। अर्को कथामा दाइजोको कारणले विवाहमा
आउने समस्याका बारेका कुराहरू आए र यसले के देखाउँछ भने भाइ बहिनीहरूले हाम्रो समाजमा भएका समस्याहरूलाई पहिचान गर्नुपर्छ। यो पहिचान गर्ने सुरुवात मात्रै हो, यो त हामीले देखिरहेका हो, तर हामीले बाहिर झट्ट हेर्दा नदेखिने तर भित्रभित्र सल्किरहेका थुप्रै समस्याहरू छन् हाम्रा। र सबैभन्दा महत्त्वपूर्ण कुरा आज हाम्रा सामाजिक समस्याका कुराहरू, हाम्रा अन्धविश्वासहरूका कुराहरू आए। त्यो सँगसँगै अहिले पछिल्लो चरणको जेनजी आन्दोलनसँग सम्बन्धित कथा पनि यहाँ प्रस्तुत भयो। यसले के देखाउँछ भने भाइ बहिनीहरूले समयलाई अत्यन्त सचेततापूर्वक निहालिरहनु भएको छ। यो निहाल्नु आफैमा सृजनात्मक कर्म हो। लेख्नु मात्रै सृजनात्मक कर्म होइन, कतिपय नलेखिकन पनि सिर्जना गरिरहेका हुन्छ। किनभने क्षमता सबैलाई सबै किसिमको क्षमता हुँदैन। कोही साथीहरू, कोही भाइ बहिनीहरू खेलकुदमा राम्रो गर्नुहुन्छ, कोही भाइ बहिनीहरू सङ्गीतमा राम्रो हुनुहुन्छ होला, कोही नृत्यमा राम्रो हुनुहुन्छ होला, कोही लेखनमा राम्रो हुनुहुन्छ। तर यी सबै सिर्जनाका क्षेत्रहरूलाई हामीले हाम्रा छोराछोरीहरू, हाम्रा भाइ बहिनीहरूलाई त्यो क्षेत्रमा लगाउन सक्यौँ भने मलाई लाग्छ यसले भविष्यमा जीवनमा भाइ बहिनीहरूलाई सफल हुनका लागि यसले चाहिँ अत्यन्त ठुलो सहयोग पुर्याउँछ। एउटा दोस्रो कुरो, यसले भाइ बहिनीहरूलाई जुन लेखन सिप प्रदान गर्दछ त्यो लेखन सिपका कारणले भाइ बहिनीहरूलाई परीक्षामा लेख्नका लागि पनि उनीहरूलाई चाहिँ एक प्रकारले सजिलो बनाइदिन्छ। त्यसकारण यसका एउटा औपचारिक शिक्षामा पनि यसको महत्त्व छँदैछ र अर्को कुरो अनौपचारिक रूपमा पनि तपाईँ हामीले जीवनलाई नजिकबाट हेर्ने कुरो पनि सृजनात्मक क्षेत्र नै हो। र फेरि यो लेख्न त्यति सजिलो चाहिँ छैन। आज हामीले एउटा कथा लेख्यौँ होला, कुनै एउटा विषयका कथा लेख्यौँ होला, तर सधैँ यही विषय त हुँदैन। कथा त अब एउटा होइन, तपाईँले एउटा पुस्तक तयार गर्नुहुन्छ भने त्यसमा एउटै विषयका कथाहरू हुँदैनन्, धेरै विषयहरूलाई चाहिँ तपाईँहरूले कथाका माध्यमबाट प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले देखेका घटनाहरूलाई, सुनेका घटनाहरूलाई पनि लेख्न सकिन्छ, तर त्यसलाई बुन्नुपर्छ। बुन्नु भनेको तपाईँ हामीले यहाँ प्राविधिक रूपमा चाहिँ कथाका टेक्निकल कुराहरू सोच्यौँ, तर यसो सजिलोको लागि हेर्दाखेरि तपाईँ हाम्रो घरमा चाहिँ अहिले त यो मोबाइलले गर्दाखेरि धेरै कुराहरू चाहिँ अप्ठ्यारो के अरे पारिवारिक रूपमा घरमा हुने कामहरू चाहिँ मान्छेहरूले गर्न छोडेका छन्। हामीले देखेको त हाम्रा आमाहरू चाहिँ स्वेटर बुनेर बस्नु, तपाईँहरूको पनि कतिकै घरमा स्वेटर बुन्छ। स्वेटर बुन्नु पनि एउटा कला हो नि। स्वेटरमा कसरी धागो चाहिँ एक एकवटा धागोलाई जोडेर बुन्दै स्वेटरको एउटा ढाँचा बनाइन्छ। त्यसरी नै कथा लेख्नको लागि पनि हामीले स्वेटर पनि जस्तै बुन्नुपर्छ। यो घटनापछि कुन घटना लेख्ने, त्यसपछि के घटना भने कथा कुनै एउटा कागजमा हामीले उतार्नुभन्दा अगाडि त सबभन्दा पहिले त हामीले दिमागमै लेख्नुपर्छ। पहिले लेख्ने भनेको त दिमाग नै हो। हामी माइन्ड म्यापिङ भन्छौँ, अथवा यसमा नक्सा बनाउनु पर्यो कथाको। कतिवटा पात्र राख्ने, पात्रलाई कसरी अगाडि बढाउँदै लाने, परिवेश कहाँको, परिवेश भनेको चाहिँ समय र स्थानको कुराहरू आउँछ। यी सबै कुरालाई जोडेर हामी कथा बनाउँछौँ। र त्यस सँगसँगै अर्को महत्त्वपूर्ण कुरा हो अध्ययन। हामीले जति सक्दो बढीभन्दा बढी पाठ्य पुस्तकहरू त छँदैछन्, तर तपाईँ हाम्रो स्कुलमा अत्यन्त राम्रो पुस्तकालयहरू पनि प्रशस्त छ। र त्यो पुस्तकालयमा भएका पुस्तकहरू हामीले देखाउन राखेका होइनौँ हाम्रोमा पुस्तकालय छ भनेर। हामीले त्यो पुस्तकालयमा राखेका पुस्तकहरू भाइ बहिनीहरूले पढौँ भनेर नै राखिएको। त्यसकारण छुट्टीको बेलामा अथवा अरू कुनै समय पारेर आफ्नो पुस्तकालयमा भएका राम्रा साहित्यिक पुस्तकहरू पढ्ने बानी गर्नुभयो भने पनि तपाईँलाई कथा बुन्ने तरिकाहरू सिक्न सक्नुहुन्छ। तपाईँ हामीले अहिलेको पाठ्यक्रममा छ कि छैन, हामीले एसएलसी दिँदाखेरि पढेको कथाहरू अझै पनि हामीलाई याद छ। गुरुप्रसाद मैनालीको नासो भन्ने कथा, अथवा पुष्प शमशेरको परिबन्ध भन्ने शीर्षकको कथा, अथवा देवकुमारी थापाको भविष्य निर्माण भन्ने कथा 2029 सालमा मैले एसएलसी दिँदा पढेका कथाहरू। त्यो कथाहरू अझै पनि मलाई याद छ। त्यो कथा कसरी बुनिएको छ भन्ने कुरो पनि मैले अझैसम्म मलाई म चाहिँ यसो सम्झे भने म भन्न सक्ने अवस्थामा छु। त्यसकारण त्यसले त्यस्तो हाम्रा अत्यन्त अग्रस्रष्टाहरूले अथवा चाहिँ नेपाली साहित्यका विशिष्ट कथाकारहरूले लेखेका रचनाहरू पढ्यो भने पनि तपाईँ हामीलाई
कथाको विषय के लिन सकिन्छ, कथालाई कसरी लेख्न सकिन्छ भन्ने कुराहरू पनि थाहा हुँदै जान्छ। त्यसकारण त्यसतर्फ पनि भाइ बहिनीहरूले आफ्नो स्कुलको पुस्तकालयमा भएका राम्रा पुस्तकहरू पढ्ने र आफूलाई लेखनका क्षेत्रमा अझ अगाडि बढाउन सकिन्छ। मैले त यो वास्तवमा म साहित्य क्षेत्रमा लाग्नुका दुईटा कारण छन्। एउटा त मेरो घरमा दाइले लेख्नुहुन्थ्यो, त्यसबाट म अभिप्रेरित भएँ र मैले लेख्न थालेँ। दोस्रो, म जनकपुरको चाहिँ सरस्वती माध्यमिक विद्यालय भन्ने एउटा स्कुल थियो, अहिले पनि छ। त्यहाँ म लगभग 24-25 सालतिर म त्यहाँ भर्ना 25, 26, 27 सालमा त्यो स्कुलमा पढेँ। जनकपुरको तराईको एउटा मधेस, अहिले त मधेस प्रदेशमा पर्छ, त्यहाँ पुस्तकालय थियो र कक्षा 8बाट कक्षा 9मा जाँदाखेरि जो विद्यार्थी फर्स्ट हुन्छ कक्षामा, त्यो फर्स्ट गएको विद्यार्थीलाई त्यो पुस्तकालय सञ्चालन गर्ने जिम्मा दिइन्थ्यो। र सौभाग्य संयोग भनौँ 8बाट 9मा जाँदा म कक्षामा प्रथम आएँ र त्यसपछि त्यो पुस्तकालय सञ्चालन गर्ने जिम्मेवारी मेरो कालमा आयो। र देवकान्त जापान एकजना सर हुनुहुन्थ्यो, उहाँले मलाई बोलाएर भन्नुभयो, अब यो पुस्तकालयको सञ्चालन तिमीले गर्नुपर्छ र तिमीले 3 जना साथीहरू छान र टिफिनको बेलामा पुस्तक जसले विद्यार्थी हाम्रा साथीहरूले लगेका हुन्छन् त्यो फेरि पुस्तकालयमा फर्काउने र छुट्टी भएको 1 घन्टासम्म हामी त्यहाँ बसेर साथीहरू जसले पुस्तकालयबाट पुस्तक लान चाहन्छन् उहाँहरूलाई किताब हामीले इस्यु गर्ने, त्यो काम हामीले 4 जना साथीको जिम्मामा आयो। र त्यो पुस्तकालयमा जम्मा 4वटा दराज थिए, एउटामा अङ्ग्रेजीका पुस्तक, एउटामा नेपालीका पुस्तक, एउटामा हिन्दीका पुस्तक र एउटामा पाठ्य पुस्तकहरू थिए। र मैले मेरो जिम्मामा नेपालीको पुस्तकको दराज मैले जिम्मामा लिएँ र त्यसपछि त्यो 1 वर्षभित्र मैले त्यो दराजमा भएको लगभग 150-200 किताब थियो, त्यो सबै पढेको छ। र त्यति बेला नेपाली साहित्यमा किताब पनि यति धेरै थिएन, अत्यन्त थोरै किताबहरू प्रकाशित हुन्थे, लेखकहरू थोरै थिए र जासुसी उपन्यासहरू थुप्रै थिए। मैले त्यहाँ लगभग भएका दीर्घबाहु, वेद व्यास लगायत थुप्रै लेखक, भोगेन्द्र बस्नेत, एसपी आशा भन्ने जस्ताका चाहिँ त्यति बेला जासुसी उपन्यासहरू खुब चल्ती थियो, त्यो सबै उपन्यासहरू मैले पढेको छु। त्यसले मलाई लेखन क्षेत्रमा अघि बढ्न अभिप्रेरित गर्यो र म 2029 सालपछि त म निरन्तर साहित्यमा छु र म यसरी नै कार्यक्रमहरूमा जान्छु, लेख्छु, बस्छु, पढ्छु र यसले के गर्छ भने पुस्तकसँगको तपाईँको निरन्तर सम्पर्कले के गर्छ भने तपाईँलाई लेखन क्षेत्रमा अघि बढाउन अभिप्रेरित गर्छ। पुस्तकले बिगार्दैन। अहिले एकजना भाइ बहिनीले चाहिँ मोबाइलको कथा सुनाउनु भयो। मोबाइलले अहिले कति समस्याहरू सिर्जना गरिरहेछ त्यो कुरो हामीले बुझिरहेका छैनौँ। वास्तवमा धेरै अहिलेका नयाँ चाहिँ आमा बुवाहरू त आफ्ना छोराछोरीलाई भात खुवाउनु पनि मोबाइल दिएर चाहिँ अल्झाइदियो अनि त्यही मोबाइलमा अल्झेको सुरु आ गर्छ त्यसरी बात भयो। अब यो बडा डरलाग्दो अवस्था छ। यसले हामीले त्यो आफ्ना छोराछोरीहरूलाई भात शारीरिक रूपमा उसलाई पोषण त दियौँ होला, तर मानसिक रूपमा उसलाई हामीले चाहिँ झन् कसरी चाहिँ एक प्रकारले चाहिँ एउटा यन्त्रको चाहिँ दास बनाउन खोजिरहेको छौँ भन्ने कुराहरू हामीले बुझिरहेको छैन। यो समस्या पछि भयावह रूपमा देखिने सम्भावना छ। त्यसकारण अभिभावकहरू, शिक्षकहरूले चाहिँ विद्यार्थीहरूलाई, भाइ बहिनीहरूले आफ्ना चाहिँ छोराछोरीहरूलाई पुस्तकसँग कसरी ट्रेन गर्ने, त्यो पुस्तक मोबाइलमा पुस्तक पढ्नु र छुट्टै त्यो भौतिक रूपमा भएको पुस्तक पढ्नुमा पनि फरक छ। म त मोबाइलमा भएको पुस्तक पढ्न पनि सक्दिनँ, मलाई त भौतिक रूपमा किताब छापिएको प्रिन्टेड किताबै छ। त्यसले एक प्रकारको आत्मीयता बढाउँछ पुस्तक र मान्छे बिच, तर मोबाइलमा भएको पुस्तक पढ्दा त्यो आत्मीयता बढ्दैन। त्यसकारण यस्ता कुराहरू धेरै छन् र अन्तमा म सर्वप्रथम सबै भाइ बहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्छु। यो तपाईँहरूको जीवनको, लेखनको प्रारम्भ हो। यस्ता अवसरहरू फेरि पनि आउँदै गर्छन्, तर मुख्य कुरो हो यसमा तपाईँ हाम्रो साधना कतिको रहन्छ। हामीले साधना गर्नुपर्छ। साहित्यको क्षेत्र भनेको एउटा कविता लेख्यो, एउटा किताब छाप्यो र त्यसपछि म लेखक भयो भन्ने भ्रममा पनि हामी बस्दैन। तपाईँहरूको प्रशिक्षक विजयजीको 100भन्दा बढी, 150 भन्दा बढी किताब छापिया छ, उहाँ अझै लेख्दै हुनुहुन्छ। मेरो अहिलेसम्म 44वटा किताब छापियो, म अझै लेख्दैछु। हामी लेखिरहन्छ, यो कहिले अन्त्य हुँदैन। यो यात्रा भनेको अनवरत चलिरहने यात्रा हो र अन्तमा फेरि पनि भाइ बहिनीहरूको यो सृजनात्मक यात्राका लागि म हार्दिक शुभकामना व्यक्त गर्दछु र तपाईँहरूले
यहाँ प्रशिक्षण आज सकियो भन्ने होइन, अब तपाईँको जीवनमा लेखनको प्रशिक्षण त जीवनभर चलिरहन्छ र बल्ल सुरु भयो भन्ने ठानेर आफ्नो यात्रालाई जारी राख्नु हो भने मलाई लाग्छ भोलिका देशका वरिष्ठ साहित्यकारहरू तपाईँहरूमध्येबाट निस्किनुहुन्छ। फेरि पनि हार्दिक बधाई र मलाई यो अवसरमा